कसी मला प्या खेल्न हामीलाई चाहिन्छ 4वटा प्या, 3 भाग भएको बोर्ड र डिसेटका 17 गट्टी। फोटोमा देखाए जस्तै डी पछेका फरक फरक गट्टीहरू दुई छेउमा राखिन्छ। बोर्डको बीचको भागलाई मला भनिन्छ। हरेक चौथो कोठामा चिन्ह लगाइन्छ जसलाई ल्याग भनिन्छ। ल्यागमा राखेको गट्टी सुरक्षित रहन्छन्, तर अन्य ठाउँमा राखेको गट्टी विपक्षीले खान सक्छन्। एउटा पछिको गट्टी ल्यागमा छ भने अर्को पछिको गट्टी सो ल्यागमा राख्न पाइँदैन। खेल सुरु गर्न दुवैले प्या फाल्न पर्छ भने हरेक गट्टी चलाउन कसी निकाल्नै पर्छ। प्या उफार्दा माथि फर्केको संख्या अनुसार गट्टी अगाडि बढ्छ। एउटा माथि फर्केमा कसी हुन्छ भने 1 कदम अगाडि बढाइन्छ। 2टा माथि भए ड्वाक, 3टा माथि भए सुड्डी, सबै माथि भए च्या र सबै तल भए ङा हुन्छ। च्या र ङा आए फेरि प्या फाल्न पाइन्छ। खेलाडीले आफ्नो आफ्नो गट्टी दायाँबाट चाल्दै पाले पालो खेल्छन्। खेलमा एक अर्काको गट्टी खान र आफ्नो आफ्नो गट्टी बचाउन खोजिन्छ। जसको गट्टी अन्त्यसम्म बाँकी रहन्छ ऊ जित्छ। यदि विपक्षीले एउटा पनि गट्टी खाएन भने गुलुमसी हुन्छ र बाजी राखेको रकम भन्दा 2 गुणा पाइन्छ। सिक्न र खेल्न सजिलो कसी प्या केवल खेल मात्र होइन, यो हाम्रो सम्पदा र पहिचानको पूर्ण जीवन हो।